कन्टेन्ट क्रिएटर भिडियोग्राफर यो 5वटा सर्चले तपाईको भिडियोलाई सिनेम्याटिक बनाउँछ। धेरैजनाले र्यान्डम क्लिप खिच्नुहुन्छ अनि एक्सपेक्ट गर्नुहुन्छ एडिटमा स्टोरी बनिहाल्छ नि, तर यसले तपाईको भिडियोलाई एमेचर देखाउँछ। प्रब्लम तपाईको सर्ट्समा हैन स्टोरी बिल्ड गर्ने तरिकामा छ। इस्टाब्लिशिङ सर्ट यसले लोकेसन देखाउँछ तपाई कहाँ हुनुहुन्छ, के भइरहेको छ। मिडियम सर्ट यसले तपाईलाई देखाउँछ तपाईको प्रेजेन्स, तपाईको रियाक्सन। क्लोज अप सर्ट यसले डिटेल देखाउँछ तपाईले एक्ज्याक्टली के गर्दै हुनुहुन्छ भनेर। ओभर द शोल्डर सर्ट यसले भ्युअर्सलाई त्यो मोमेन्ट भित्र लिएर जान्छ, फिल गराउँछ तपाई कुन सिचुएसनमा हुनुहुन्छ भनेर। अनि मेरो पर्सनल फेभरेट वान क्रिएटिभ सर्ट, कुनै पनि युनिक एंगलमा भिडियो खिच्नुस् जुन कसैले सोचेको हुँदैन। यसले गर्दा तपाईको भिडियो मेमोरेबल बन्छ। ओके, एउटा एक्जाम्पलबाट बुझौँ। तपाई कम्प्युटरमा एडिट गर्दै हुनुहुन्छ, यसको सर्ट्स यस्तो हुन सक्छ। इस्टाब्लिशिङ सर्ट एउटा रुमको वाइड सर्ट, मिडियम सर्ट तपाई कुर्सीमा बसेको, क्लोज अप सर्ट कीबोर्ड या माउसको क्लोज अप। यो 3वटा सर्टले नि क्लियर गराइसक्यो कि तपाई भिडियो एडिट गर्दै हुनुहुन्छ भनेर। अब यसमा एउटा ओभर द शोल्डर र क्रिएटिभ सर्ट एड गर्नुस्, तपाईको भिडियो सिनेम्याटिक फिल हुन्छ। ट्रस्ट मी, नेक्स्ट टाइमदेखि तपाईले जे खिच्दा पनि यो 5वटा सर्ट्स ट्राई गर्नुस्। यतिले मात्र तपाईको फुटेजलाई प्रोफेसनल देखाउँछ। तपाईको भिडियो खिच्दाको प्रोसेस कस्तो हुन्छ र तपाईलाई मेरो टेक्निक कस्तो लाग्यो, लेट मी नो इन द कमेन्ट सेक्सन।